राजतन्त्र बेठिक छ भन्ने कुरा त सबैलाई थाहा छ नि, भएर त खाल्या त्यो आफै गएको पनि होइन, केही पनि होइन, त्यो भएरै खाल्याको हो। त्यसले के गर्थ्यो भने त जङ्गबहादुर एकैजनाले 42वटा श्रीमती राख्थ्यो, त्यस्तै फर्काउने त, त्यसलाई पुरस्कृत गर्ने हो, अब त्यसका सन्ततिले ल्याएर पुरस्कृत गर्ने हो। त्यही धीरेन्द्रले, त्यही वीरेन्द्रको 2टा श्रीमती थियो होइन, सबैलाई थाहा छ होइन। महेन्द्रको बच्चा जन्मेको गुरुङपट्टिबाट त रवि भवन दरबारै बनाएर राखेको छ नि जेठो छोरालाई, सबैलाई थाहा छ। महेन्द्रको घोसी श्रीमती चाहिँ 2टा हो होइन। ज्ञानेन्द्र भन्ने चाहिँ उसको चाहिँ कान्छी श्रीमतीबाट जन्मिया, रत्नबाट जन्मिया हो। जेठी श्रीमती भनेको रत्न राज्य हो, त्यो हस्पिटल बनाएको रत्न राज्यको नाममा हो प्रसुति गृह, उसबाट जन्मिएको चाहिँ वीरेन्द्र हो होइन। अरूको गुरुङ स्वास्नी देखाउनु नहुने भएको हुनाले भित्रीपट्टिको स्वास्नी हो, दरबार मात्रै बनाएर राख्थ्यो त्यसले। अब त्यसै गरे बाबत पुरस्कृत गर्ने हो त्यो खलकलाई। पारसले एउटा सङ्गीतकारलाई जिउँदै गाडीले हानेर मारिदियो होइन त गुरुङलाई, प्रवीण गुरुङलाई। त्यसबाट त केही पनि सजाय भएन, अब त्यसलाई फेरि राजा बनाउने हो होइन। उनीहरू चाहिँ 500 किलो सुन एयरपोर्टबाट ल्याउँदा पनि उनीहरूलाई एक पैसा पनि कर लाग्दैन थियो। अब फेरि त्यस्तै दिन ल्याउने भने हो। उनीहरू काम नगरिकन बस्थे, तर जनताको पैसाबाट नारायणी दरबार बनाइयो। त्यही दरबार सरकारले फेरि 2-2चोटि बेचेर महेन्द्रले खायो पैसा। अब फेरि नारायणी फेरि उनीहरूलाई दिने भने हो, के गर्ने भने हो यो राजतन्त्र ल्याउने होइन। त्यस कारण त्यो त खराब भएकै हुनाले त्यो संस्था फालेको हो। त्योभन्दा पनि सबभन्दा महत्त्वपूर्ण कुरा त के हो भन्दाखेरि चाहिँ त्यो राजतन्त्रले आफूले कुनै पनि श्रम गर्दैन थियो र जनताले बनाएको सम्पूर्ण जमिन र सम्पत्तिमाथि मोज गर्दथ्यो। त्यस कारणले मन नपरेको हुनाले जनताले फालेको कुरा, त्यति खाले कुरा हो। अब अहिले चाहिँ एउटा पुस्तामा त्यो विषयमा चाहिँ राजा आऊ देश बचाऊ भन्ने खालको कुरा किन आइरहेको छ त भन्दाखेरि 2टा तरिकाले आइरहेको छ। एउटा चाहिँ जहिले पनि 100 वर्ष 200 वर्ष 400 वर्ष 500 वर्षसम्म चाहिँ राजतन्त्रको बारेमा सिकाएपछि अनि त्यसले बनेको बाँडेको धनहरू खाएर बसेको परिवार हुन्छ, व्यक्ति हुन्छ, हालहुकुम गरेका मान्छेहरू हुन्छन्, तिनलाई त त्यो फर्काइदिन पाए हुन्थ्यो भन्ने लाग्दैन त। तपाईँले चाहिँ नवराज सुवेदीको अन्तर्वार्ता पढ्नु, तपाईँ युट्युबमा इत्यादि भेट्नुहुन्छ। मलाई राजा महेन्द्रले 14 बिघा जमिन दिएको, वीरेन्द्रले मलाई घर बनाइदिएको भन्छन् त। के गरे बापत भन्नु त, के एउटै मात्रै गरे बापत चाहिँ 38 सालमा पञ्चायतलाई चुनाव जिताउनलाई गृहमन्त्री भएर काम गरे बापत अनि झापाली क्रान्तिकारीहरूको हत्या गरे बापत चाहिँ उसलाई 14 बिघा जमिन र चाहिँ घर बनाइदिएको छ। त्यो मान्छे फेरि फर्केर आउनु पाए हुन्थ्यो भन्ने लाग्दैन त उसलाई? लाग्छ नि त होइन। जसले सम्पत्ति खाएका छन् राजतन्त्रको कारणले उनीहरूलाई लाग्ने भयो एउटा। अर्को चाहिँ अहिलेको व्यवस्था अन्तर्गत विभिन्न ढङ्गले चाहिँ दुःख पाएका मान्छेहरूलाई पनि राजा आइदिए हुन्थ्यो भन्ने भ्रम पर्ने भयो। त्यस्तो भ्रम किन पर्यो त भन्दाखेरि गणतन्त्र आयो, तर गणतन्त्रबारे अहिलेसम्म चाहिँ कुनै पाठ्यक्रममा छ त? नयाँ पुस्ताले के सिक्यो? 50 सालमा जन्मेको विद्यार्थी अहिले कति वर्षको भयो भन्नु त? 30 वर्षको हुन लागिसक्यो होइन। गणतन्त्र आएपछि जन्मेको विद्यार्थी 18 वर्ष पुग्न लागिसक्यो, तर उसले 1 कक्षा पढ्न जाँदाखेरि चाहिँ राजतन्त्रबारे पढ्नै पाउँदैन। अहिले पनि पाठ्यक्रममा के छ त भने एका देशमा एउटा राजा थियो, एका देशमा एउटा रानी थियो, फलानु गरिबले दुःख पायो, उनले सुनबाट त्यो ऋण तिर्दिन्, महारानी असाध्यै असल थिइन्। लो अहिले पाठ्यक्रम होइन। अनि त्यो बच्चाले के भन्छ, राजा महाराजा भनेको त राम्रा हुँदो रहेछन् भन्ने बुझ्ने भयो। अब पढ्न पठाइदिएको छ 10+2 पढ्न पठाइदिएको छ इङ्ग्लिस स्कुलमा। इङ्ग्लिस स्कुलमा राजतन्त्रबारे केही पढाइनै छैन होइन। पैसा बेचेर तिरेको छ, यस्तो भन्न सिकेर आएको छ, आमा बाउ खुस छन्। अनि अहिलेको राजनीतिक व्यवस्थामा अहिले चाहिँ भ्रष्टाचार भरे, यस्तो भरे, उस्तो भरे, 10+2 पढिसकेपछि अस्ट्रेलिया जाने कि पोर्चुगल जाने थाहा छैन भनेर बच्चालाई पर्छ। अनि एउटा राजतन्त्रवादी चाहिँ आउँछ र उसले भन्छ राजा आयो भने ठिक हुन्छ भनिदिन्छ। अनि त्यो विद्यार्थीलाई पर्छ कि राजा आयो ठिक हुन्छ। त्यो त गणतन्त्र आइसकेपछि गणतन्त्रलाई टिकाउनका निम्ति पाठ्यक्रममा गराउनु पर्यो, नाटक बनाउनु पर्यो, सिनेमा बनाउनु पर्यो, बहस चलाउनु पर्यो, यस्ता कार्यक्रमहरू चलाउनु पर्यो। राजतन्त्र किन बेठिक थियो होइन, अहिले किन ठिक छ, कसरी लडेको हो, कसरी ल्याएको हो भन्ने कुरा समग्र समाधान योजना भएको अनि नयाँ पुस्ताले सिक्छ, न त थाहै हुँदैन होइन। ल अहिलेको एउटा 10+2 पढेका राजा महाराजा भनेको चाहिँ 42वटासम्म श्रीमती हुन्थे। घर गाउँमा उनीहरू हात्ती चढेर आउँथे र हात्ती चढेर आउँदा उनीहरूलाई कुनै महिला चाहिँ धान काटिरहेको भेट्यो भने समात भनेर च्याप्प समातेर लगाएर रफेल बनाएर राख्थे भनेर सुनाउनुहोस् त 10+2 पढ्नेलाई। अनि राजतन्त्र ठिक लाग्छ लाग्दैन? पढाएकै छैन, मतलबै छैन मान्छेलाई। प्रधानमन्त्री भएर हिँडेका छन्, भानुभा कुरा गरेका छन् होइन।
बिजुली बेचिदिने कहिले भनिरहेको छ, सेटेलाइटबाट बेचिदिन्छु भनेको छ, कहिले पानीदार ल्याइदिन्छु भनेको छ। राजतन्त्रको विरुद्ध कुनै पाठ्यक्रम छैन, एकसुर भाषण गर्दैनन्। अनि त्यही राजतन्त्र चाहिने भन्ने मान्छेलाई जिताउनलाई उनीहरूले भोट दिन्छन् अनि त्यसले आएर के गर्छन्। त्यसैले यो त अहिलेका राजनैतिक पार्टीहरूको मूर्खतापूर्ण कारणले गर्दाखेरि नयाँ पुस्ताले कुरा बुझ्ने अवसर पाएन। त्यस कारणले पनि त्यो विषय चाहिँ उठिरहेको छ।